म तपाईलाई कम्तीमा 4 जनाको तस्बिर देखाउँछु। देश विध्वंसको शिकार बन्नुका पछाडि मुख्यतः यिनीहरूकै हात देखिन्छ। नम्बर 1 केपी शर्मा ओली, जसलाई जेनजीले राष्ट्रिय अपराधीकै रूपमा चित्रण गरेका छन्। नम्बर 2 रमेश लेखक, जसलाई जेनजीले ओलीकै दोस्रो अवतारका रूपमा अपराधी घोषित गरेका छन्। बाँकी 2 नाम को होलान्, जसले अहिले सरकारलाई पुरा असहयोग गरी जेनजीकै मुद्दा सफल पार्ने षड्यन्त्र गरिरहेको आरोप छ। ती हुन् नम्बर 3 आइजिपी चन्द्र कुबेर खापुङ, नम्बर 4 आइजिपी राजु अर्याल। यी बाहेक कर्मचारी तन्त्रभित्रका केही यस्ता शक्तिशाली पात्र छन् जसको जिम्मेवारी बारे अब पनि नसोचे देशको गर्दनमा परेको खिल सजिलै निको हुने सम्भावना छैन। तर त्यो भन्दा पहिला 2 आइजिपी बारे चर्चा गरौँ। सार्वजनिक भएका विषय र स्रोतले दिएको जानकारीलाई आधार बनाएर हेर्दा सोमबार मध्यराति बालुवाटारमा रस्साकस्सी भएको थियो, जसको कारण थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने। गृहमन्त्री ओम प्रकाश अर्यालले अत्यन्तै जरुरी पत्र नै पठाएर नेपाल प्रहरीका आइजिपी चन्द्र कुबेर खापुङलाई पक्राउ गर्न निर्देशन दिएका थिए। लगत्तै उनीहरूबीच छलफल भयो। विषय बालुवाटारसम्म पुग्यो, जहाँ प्रधानमन्त्री गृहमन्त्री सहित प्रधान सेनापति अशोक राज सिग्देल, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाल प्रहरीका प्रमुख आइजिपी खापुङ सहभागी थिए। तर दुवैजना आइजिपी ओली र लेखक पक्राउको विपक्षमा उभिए। पक्राउ नै गर्नु परे आफ्नो राजीनामा स्वीकृत गरेर मात्रै गर्न धम्की दिए। प्रधानमन्त्रीले प्रधान सेनापतिको राय माग गर्दा उनले पनि पक्राउ गर्दा देश मुठभेडमा जान सक्छ भन्ने चिन्ता व्यक्त गरेपछि बाँकी प्रक्रिया अघि बढ्नै सकेन। अर्थात् सरकार तयार भयो, तर सुरक्षा संगठन तयार नभएपछि जेनजीको माग पूरा हुन सकेन। अब यिनीहरूको भूमिका बारे चर्चा गरौँ। चन्द्र कुबेर खापुङ तिनै व्यक्ति हुन् जसको थोरै भए पनि नैतिकता भएको भए अहिले राजीनामा बुझाएर घर बस्नु पर्थ्यो। प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिँदा यिनले छुट पाउनु पर्ने कुनै कारण छैन। भदौ 23 मा प्रहरीले गोली चलाएर युवाहरू मार्दा उनी नै प्रहरी प्रमुख थिए। प्रधानमन्त्रीले के निर्देशन दिए वा गृहमन्त्रीले निर्देशनमा के भने त्यसको असली जानकारी यिनलाई मात्रै छ। जिम्मेवारीले पनि यिनलाई हुनै पर्छ। फिल्ममा रहेको प्रहरीले के भनेर गोली चलाएका थिए र कोले गोली हानेका थिए त्यसको जानकार पनि यिनी नै हुन्। तर ओली सरकारले नियुक्ति दिएको गुड तिर्न युवाहरूको हत्यामाथि खेल्न खोज्दैछन्। घटना हुनुभन्दा अगाडि कतिसम्म जोखिम छ भनेर त्यसको आकलन वा सूचनासम्म राख्न नसक्ने कमजोर संगठनको प्रमुख यिनै हुन्। यदि ओली र लेखक दोषी हुन् भने यिनी निर्दोष कसरी हुन सक्छन्? यिनीसँग ओलीको नजिक पर्न सक्ने दम नभएकै कारण पक्राउ विरुद्ध उभिएको त पक्का जस्तै छ। तर अहिलेको नागरिक सरकारको पनि दम हुन्थ्यो भने यिनलाई तत्काल हटाएर दम भएको प्रहरी प्रमुख बनाउनु पर्थ्यो। तथापि अहिले आलोचना भएपछि विज्ञप्ति निकाल्दै आइजिपीको सचिवालयले भनेको छ प्रहरी महानिरीक्षक ज्यूले कहीँ कतै त्यस्तो आशय झल्किने अभिव्यक्ति दिनुभएको छैन। आयोगलाई काम गर्न दिउँ र आयोगले निष्पक्ष रूपले दुध र पानी चाहिँ छुट्याउँछ भन्ने हामीले पनि चाहिँ आशा राखेका छौँ। त्यसै पनि अध्यक्षज्यू चाहिँ अलि उहाँ आफ्नो चाहिँ पेसामा पनि हिजो होइन अलिकति मर्यादामा बसेर काम गर्नुभएको व्यक्ति हो। अर्का आइजिपी राजु अर्याल जो हिजो बचाउने जिम्मेवारी र देश जल्नबाट जोगाउने जिम्मेवारीमा थिए, तर जोगाएनन्। हात उठाएर ब्याग भए। अहिले यिनैले नेताहरूलाई जोगाउने चिन्ता देखाउँदैछन्। सरकारले आँट देखाएर यिनलाई पनि पाखा लगाएर नयाँलाई नेतृत्वमा ल्याउन आवश्यक छ। किनकि युवाहरूको टाउको र छातीमा गोली चलाएर ज्यान लिएको विषयमा ओली र लेखक दोषी हुन् भने उनीहरूकै आदेश शिरमा लिएर मौकामा अन्धाधुन्दा गोली हान्ने सुरक्षा संगठनका प्रमुख भएको हिसाबले यिनीहरू पनि दोषी हुन्। प्रहरीले सबै प्रकारका गरी झन्डै 6000 बढी गोली चलाएको अनुमान छ। आफ्नै देशका जनतामाथि त्यत्रो गोली चलाउने ताकत यिनीहरूलाई कसले दियो? सुरक्षा संगठन मात्रै राजनैतिक दलहरूको कठपुतली नबन्दिएको भए देश उहिल्लै बनिसक्थ्यो। देशमा हजारौं नागरिकले निष्पक्ष न्याय पाउने थिए। तर राजनीतिक दबावमा आज पनि प्रहरी शक्तिशाली विरुद्ध उजुरी लिन तयार हुँदैन। त्यसैले प्रहरी त्यसको मात्रै हो जोसँग शक्ति छ भन्ने भाष्य स्थापित भएको छ। विगतका सरकारहरू आफ्नै कार्यशैलीका कारण मात्रै असफल भएका होइनन्। सरकार असफल बन्नुका पछाडि सबैभन्दा ठूलो हात कर्मचारी अगुवाहरूको छ। अब यस्ता कर्मचारीहरू जो अझै पनि नेतृत्वमै रहे देश बन्दैन भन्ने तथ्य हेरौँ। मुख्य सचिव एकनारायण अर्याल 2081 भदौ 13 गते केपी ओली सरकारले यिनलाई मुख्य सचिव बनाएको थियो। हुन त यिनी सचिवहरूको वरियतामा चौथो नम्बरमा थिए, तर घुसपैठ गरी सरकारले यिनैलाई मुख्य सचिव बनायो। अझै पनि ओलीको तयारी प्रेम राईको कार्यकाल सकिन बित्तिकै यिनलाई अख्तियार प्रमुख बनाउने देखिन्थ्यो। तर बीचमै जेनजी उदाएर अब त्यो सम्भावना कम छ। अवकाश लगत्तै राजनैतिक नियुक्ति खानकै लागि निजामती सेवा ऐनमा गरिएको
2 वर्ष कुलिङ पिरियडको विरुद्धमा यिनी स्पष्ट उभिए। त्यति मात्रै होइन, सार्वभौम संसदले गरेको निर्णयमाथि छेट्काने गरी व्यवस्थित फेरनयनको पनि भूमिका रहेको भन्दै छानबिन समितिको प्रतिवेदनले परोक्ष रूपमा उनको पनि भूमिका छ भन्दै दोषी देखाएको छ। धन्न ओलीको सरकार थियो र कुनै पनि कर्मचारीमाथि कारबाही भएन। अब पनि यिनीहरूले काम जनताको पक्षमा गर्लान् कि ओलीहरूकै स्वार्थमा? सरकारले साँच्चीकै सुधार चाहन्छ भने प्रधानमन्त्रीसँगै बस्ने छुट नदिनुपर्ने हो। अख्तियार प्रमुख प्रेम कुमार राई भ्रष्टाचार आरोपमा जोडिएको व्यक्ति भ्रष्टाचार छानबिन गर्ने आयोगकै प्रमुख रहेको भन्दै जेनजीले घर जलाइदिए। अख्तियारमै पुगेर सोमबार राजीनामा माग गरेका छन्। सम्भवतः त्यसकै दबावमा परेर हुनुपर्छ। ओली सरकारका पालामा घुस डिलमा जोडिएका तत्कालीन बहालवाला मन्त्री राजकुमार गुप्ता र पूर्व मन्त्री रञ्जिता श्रेष्ठ विरुद्ध 78 लाख बिगो दाबी गरी मुद्दा दायर गरेका छन्। तर ओली सरकारकै पालामा भ्रष्टाचारमा जोडिएका अर्का मन्त्री बलराम अधिकारीलाई जोगाएका छन्, जबकि उनले पैसा बुझेको आरोप त्यतिबेलै मन्त्री गुप्ताले लगाएका थिए। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी 22 अर्ब लागत मध्ये पोखरा विमानस्थल निर्माणका क्रममा 10 अर्ब बढी भ्रष्टाचार गरेको भन्दै संसदीय उपसमितिले निलम्बन सिफारिस गरेको छ। कुलमान घिसिङ सरकारको मन्त्री बन्न बित्तिकै हितेन्द्रदेव साक्यलाई हटाए, तर प्रदीप अधिकारी जस्ता पात्रबारे सरकारले सोच्न समेत भएको छैन। पटक पटक कमिसन र आफ्नै महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा जोडिएर नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी बदनाम छन्। 7% कमिसन माग गरेको आरोपमा ओली सरकारले नियुक्त गरेका नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पनि आलोचित छन्। कुलिङ पिरियडमै बदमासी गरेको कसुरमा तत्कालीन समिति सचिव सुरज कुमार दुरा दोषी ठहर भएका छन्। संसदका महासचिव पद्मप्रसाद पाण्डेमाथि समेत देखिने गरी प्रश्न उठेका छन्। युवाहरूमाथि गोली हान्दा गृह सचिव गोकर्णमणि दुवाडी थिए, काठमाडौँका सिडिओ छवि रिजाल थिए। दुवैको जिम्मेवारी सरकारले खोसेको छ, तर उनीहरूलाई पनि कारबाहीको दायरामा नल्याउँदासम्म शासकीय सुधार हुनै सक्दैन।